हेलो स्वागत छ आज मेरो अर्को ब्लगमा। म छु आज कोब्लेन्ज जर्मनीतिर। यो देखिरहनु भएको छ यो मोनुमेन्ट हो केसर विलियम भन्नेको हैन, द लास्ट एम्पायर अफ दिस जर्मनी। पारिपट्टि देख्नुभएको छ यो फोर्ट्रेस हो, पुरानो हिसाबले भन्नुपर्दा किल्ला हो। अब अहिले चाहिँ त्यसमै होटलहरू यताउति सबै धेरै चिज बनाएको छ। अनि वारी र पारी गर्न चाहिँ केबल कारबाट पनि गर्न सकिन्छ। उसको साइडमा चाहिँ पुल पनि छ, त्यहाँबाट पनि जान सकिन्छ। अनि यो त्यसकै वरिपरिको देखेर छु यो मोनुमेन्ट स्ट्याचु भइहाल्यो। एकदम ठुलो छ यो स्ट्याचु। यो चाहिँ त्यहाँभित्र को छिर्दाखेरि हो, वरिपरिको भ्यू हो। अनि यो जति पनि देख्नु भएको छ सबै वालमा चाहिँ यो जर्मनीको हिस्ट्रीको बारेमा लेखेको छ हैन। त्यो सबै चाहिँ मैले देखाइनँ भिडियोमा। यो सबै यसमा लेखेको छ जर्मनीको बारेमा। यो देख्नुहुन्छ यो चाहिँ बेसिलिका सेन्ट क्यास्टर भन्ने चर्च जस्तै छ है। त्यसको यो वरिपरि भयो। अब यो रहेको छ हिस्टोरिक कोलम भन्दो रहेछ यसलाई हैन। स्ट्याचु के भन्ने यो चाहिँ अब देखिरहनु भएको छ। एभ्री कोलममा हिस्टोरिक सेन्चुरिजको बारेमा छ क्या। जस्तै 6 सेन्चुरिज 7 10 9 8 गरेर सबैको छुट्याएको छ। यहाँ पनि हेर्न सक्नुहुन्छ भिडियोमा सबै लेखेको छ कुन सेन्चुरीमा के भएको थियो भनेर हैन। अनि यो त्यसको ठ्याक्कै उतापट्टि त्यही पाहाडको पछाडिपट्टिको यो एरिया भयो। यो चाहिँ भन्नुपर्दा उनीहरूको हिसाबमा चाहिँ ओल्ड सिटी टाउन जस्तो टाइपको भन्दो रहेछ। पुरानो सहरमध्येको कलात्मक चिजहरू भएको ठाउँ। अनि यहाँभित्र पनि अब छिर्ने मौका पाइयो होइन। घुम्ने क्रम जारी छ। कता कता के छ भन्दा हेर्नु पर्यो आएको बेलामा। घुम्ने क्रम जारी नै छ। अब घुम्दा घुम्दै फर्किने टाइम पनि भयो। यो चाहिँ अब रिभर साइड एरिया हो। मेरो सिप चाहिँ अलिकति यता लागेको छ। अब जाने बेला भयो। अर्को भिडियोमा भेटौँला। भिडियोलाई लाइक सेयर गरिदिनु होला। त्यतिन्जेलसम्मको लागि धन्यवाद। थ्याङ्क यू।